हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। मेरो यो युट्युब च्यानल हेरेर साथ सहयोग सपोर्ट गर्नुहुने सम्पूर्ण मेरा इष्टमित्र आफन्तजनहरू लगायत सम्पूर्ण जति पनि यो मेरो युट्युब च्यानल हेरिराख्नु भएको छ उहाँहरू सबैलाई गुड मर्निङ। बिहानको यो चिसो मौसमको तातो तातो अभिवादन भन्न चाहन्छु। आज हामी सरसफाई कार्यमा जोडिरहेका छौँ। आज यो चौथो दिन शुक्लागण्डकी वडा नम्बर 11 मा रहेका युवाहरूले बाटोमा रहेका झाडीहरू दायाँ बायाँ रहेका यी झाडीहरूलाई पन्छाउने काम हामीले गरिरहेका छौँ। आज यो चौथो दिन पनि हो। तसर्थ आज जाडो छ है, जाडो बेहोरी जाडो छ। ल ठिक छ ल भाइ, केही अभियानको बारेमा केही भन्नुपर्ने के छ भाइ? ल यो दाइ अब आज ल बल्ल के भन्छ अरे हाम्रो पाडाखानीदेखि होइन, के भन्छ अरे उ दिनु पर्यो क्या पहिला आफ्नो परिचय। मेरो नाम रमेश लम्साल हो। हजुर हजुर, म यही शुक्लागण्डकी वार्ड नम्बर 11 भन्छन् के सबैले, मलाई चाहिँ रायपुर 3 भन्न मन लाग्छ। रायपुर 3 हो, म रायपुर 3 को मान्छे हो हैन। हजुर के भन्छ अरे बाटो सरसफाई अब दसैँताका गर्न के विविध कारणले भ्याएनन्। हजुर हो, गरम भनेर लाइयो गर्दा गर्दै आज 4औं दिन 5औं दिन भयो। हजुर बाटो सफा गरेकै छौँ आज। हजुर चौथो दिन पनि हो कि आज? चौथो दिन हो। हजुर अब अझै बाँकी भ्याइएन, बाटोतिर रह्यो। अब धेरै ठाउँमा अझै मास्तिर रह हैन। हजुर आज चाहिँ अब भोलि अलिअलि सफा गर्ने। अनि त्यहाँ आधारभूत माविको अनि अलिकति अवस्था बिजोग छ अरे। ए तल आधारभूत मावि विद्यार्थीलाई हैन कि टिचरलाई गएर पढाउनु पर्ने छ त्यहाँ। ओ आधारभूतको टिचरहरूलाई त्यो कसरी के काम गरिराखन्। हजुर हजुर, उहाँको निरीक्षण गर्नुपर्ने, हेर्नुपर्ने। चर्पी आफूहरू गर्ने सफा विद्यार्थी गर्ने पोहोर हुन नि सक्छ हैन। एकदम सबैसँग एउटै गर्नु पर्यो नि त। पर्यो त्यो एउटैले गर्ने भएपछि बल्ल सफा हुन्छ है ठुल्बा। हो के ल भन्नु न। त्यही भएर सबैलाई नमस्कार। उहाँलाई केही कुरा भन्नु पर्यो। चाहिँ एकदम चाहिँ तपाईको परिचयबाट सुरु गरौँस् न। परिचयबाट चाहिँ जोस जागर हजुर, यो सरसफाई अभियान हजुर मा चाहिँ एकदमै मलाई पनि खुसी लागेको छ। म पनि जोडिरहेको छु। आज चौथो दिन यहाँ चाहिँ युवाहरूको चाहिँ हौसलामा चाहिँ साथ दिउँ भनेर म पनि लागिरहेको छु। हजुर अझै यो अभियानमा चाहिँ आफ्नो आफ्नै ठाउँबाट हजुर जो जहाँ हुनुहुन्छ, अब रायपुरकै युवाहरूले त्यहीँबाट सुरु गरौँ, हटियाका युवाले त्यहीँबाट सुरु गरौँ, भोजपुरका युवाहरूले त्यहीँबाट सुरु गरौँ। हाम्रो अब यो चाहिँ शुक्लागण्डकी 11 भित्रका युवाहरूले आफ्नै ठाउँबाट चाहिँ यो सरसफाई अभियानहरू सुरुवात गरौँ। यसमा चाहिँ खोला नाला प्राकृतिक सम्पदाहरूलाई चाहिँ संरक्षण गर्नको लागि स्कुल चौतारो बाटो सरसफाई राखौँ, सफा राखौँ, यही नै भन्न चाहन्छु। हाम्रो अभियान अझै निरन्तर जारी छ। अझै जोडिनु होला सबैजना भन्न चाहन्छु। ल आज हामी चाहिँ भोरले भनिन्छ होइन, यहाँ भोरलेको डाँडामा आइपुगेका छौँ चाहिँ आज। अब भोलि फेरि हामी चाहिँ तल आधारभूत विद्यालय हुँदै तल शिवालय मन्दिर वरिपरि हजुर र क्याङ्दी खोला र दगदी खोलाको पनि अवस्था चाहिँ बुझ्ने, त्यहाँ पनि सरसफाई गर्ने भन्ने चाहिँ युवाहरूको चाहिँ कुरो छ। हजुर साँगे बजार धेरै विद्वान मान्छेहरू बस्छन्, तिनीहरूले गरेको फोटो सफा। हजुर हजुर, ल हुन्छ, प्रतिक्रिया दिनुभयो तपाईँलाई धन्यवाद। चाहिँ सबैमा चाहिँ यो मेसेज हजुर हजुर जाओस्। यो मेरो चाहिँ नि युट्युब च्यानल हो। हजुर युट्युब च्यानलमा चाहिँ नि आउँछ भिडियो, त्यही भएर अब हजुर कुन युट्युब च्यानल हो? मेरो आफ्नै नामको छ, राजु राणा मगर भनेर चाहिँ नि। हजुर हजुर, उहाँबाट चाहिँ नि यो भिडियोहरू हेर्न पाउनुहुन्छ क्या। अब ल ल धन्यवाद हजुर। ल हामी पनि त्यसलाई सेयर गरेर चाहिँ हजुर हजुर, ल धन्यवाद हजुर। ल है त, ल हाम्रो मिलन अङ्कल केही छ भन्नुपर्ने भाइ? ल गुड मर्निङ भाइ। गुड मर्निङ भाइ, केही प्रतिक्रिया, केही सल्लाह सुझाव राय हाम्रो यो अभियानको बारेमा केही छ कि? आफ्नो परिचयबाट सुरु गर्नु न त भाइ। ल अब मेरो नाम सुमन गौतम। हजुर हजुर, अभियानको कुरा नै गर्दाखेरि अब राम्रो काम हो, यो हामीले नै गरेको हुने कुराहरू हो। हजुर हजुर हो। अब सबै चाहिँ
आफ्नो ठाउँ चाहिँ वन बनाएर भागेर मात्रै नै हुँदैन हजुर एकदमै सबै यहीँ बसेर गऱ्यो भने बल्ल हुने अब घाम खाली छ हेर्नु जताततै हजुर वन भयो यहाँ अब बाटो हिँड्न दुःख भयो सबैलाई हजुर यात्रामा सकस भयो भनेर नै हामी लागि पऱ्यो हो हजुर यो हरेक ठाउँमा हामी गइन्छ हजुर हजुर यो अभियान चाहिँ नि धेरै ठाउँमा चल्छ पहिला आफ्नो गाउँ सकौँ हजुर गाउँ सकेपछि बाहिर पनि कोही अप्ठ्यारो पऱ्यो भने हामी त्यहाँ पनि पुग्छौँ। ल भाइ धन्यवाद ल ल लागम हाम्रो लेखा भाइलाई चाहिँ नि यो भिडियोमा समर्थन छ पुनः समर्थन छ केही यो कार्यक्रमको बारेमा केही जानकारी केही भन्नुपर्ने केही छ कि हाम्रो युवाहरूको हजुर यो सामाजिक कार्य श्रमदान श्रमदान चलिरहेछ हजुर यसमा दिन प्रतिदिन सबैजना जोडिरहनु भएको छ हजुर यहाँहरू जतिजनाले हेर्नु भएको छ थाहा पाउनु भएको छैन हजुर अब हजुर हाम्रो यो कार्यक्रम अझै तीव्र रूपमा अगाडि बढिरहेछ हजुर दिन प्रतिदिन हुने धेरै दिन अझै हुने यहाँहरूलाई जानकारी गराउन चाहन्छु हजुर। इच्छा चाहना जो हुनुहुन्छ हजुर। उहाँहरू पनि हाम्रो यो कार्यक्रममा सामेल भइदिनु हुनको लागि मैले यहीँबाट यहाँ जोडिन्छ। सबैलाई अनुरोध गर्न चाहन्छु ल ल भाइ धन्यवाद ल ल अनुरोध छ। जो जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गरिदिनु ल केही प्रतिक्रियाहरू दिनु पर्यो ल बाबु ल नयाँ सफाइ अभियान चल्दैछ अँ, आउनु होला आउनु होला ल ल भाइलाई पनि धन्यवाद ल भण्डारीबाट चाहिँ खाजा चाहिँ सौजन्य आएको छ हिजो यो भण्डारी सप्लायर्सबाट हो यो भण्डारी सप्लायर्स भण्डारी सप्लायर्सबाट समोसा चाहिँ सुजुले ल्याइदिएको ए सुजु थापा खाजाको ल, धन्यवाद, धन्यवाद। व्यवस्था आछ। ऊ रहेछ कि